My first candlelight dinner at Sital Farm. Hello, Namaste. Myself, Swift vlogger शोभा परियार. आज चाहिँ तपाईँलाई लिएर जाँदैछु पाल्पा स्थित रहेको शीतल फार्म. हामी पनि पहिलोचोटि यहाँ आएको. कस्तो रहेछ त शीतल फार्म भन्ने ठाउँ कस्तो रहेछ, यहाँको खानाहरू कस्तो रहेछ, हामीलाई पनि एकदम उत्सुकता लागिरहेको थियो. र यो ठाउँको सरप्राइज चाहिँ मेरो हस्बेन्डले दिनुभएको थियो. पहिले बुकिङ गर्नुभएको रहेछ अनि लिएर आउनुभयो फ्राइडे छुट्टी पारेर. हामी जस्तै अरूहरू पनि ग्रुप अनि त्यसपछि कपालहरू देखिनुहुन्थ्यो. यहाँ बिहे पनि चलिरहेको थियो त्यता साइडतिर, त्यता चाहिँ हामी गएनौँ. अनि यहाँ चाहिँ बगैँचा जस्तो पनि रहेछ, फुलहरू कति राम्रो. अनि यो सानो सानो घरहरू, भाइ यस्तो घरहरू त हाम्रो घरतिर हामी बस्ने ठाउँतिर त खासै हुँदैन नि त. यसरी डाँडा काँडा भएको अनि त्यसपछि यस्तो चिसो हावा आउने यस्तो उचाइको ठाउँमा बाटोदेखि चाहिँ ठ्याक्कै देखिँदो रहेछ. यो चाहिँ सानो घर, यो गलिङ जाने बाटोतिर, गलिङ चाहिँ पोखरा जाने बाटोतिर. ओहो, मेरो पतिदेव त आएर पहिल्यै बसिसक्नु भएको है. त्यो के मजा लिँदै इन्जोय गरेर बस्नुभएको रहेछ, चिसो हावा खाँदै. ल हेरौँ है त भित्रको इन्भाइरोमेन्ट कस्तो रहेछ भनेर हेरेको त. सानो चिटिक्कको रुम अनि बाथरुम एकदम क्लिन, राम्रो लाग्यो. दुईजना कपल्सलाई ह्याङआउट गर्नलाई चाहिँ एकदम राम्रो छ. हामीलाई कम्प्लिमेन्ट्री स्न्याक्स पनि आइसकेको थियो. स्न्याक्समा थियो बटोक, छोइला अनि चुकाउने. कस्तो मिठो. त्यसपछि त खाना त धमाधम आउन लाग्यो है. लेग पिसहरू अनि मोमो खाइ नसक्दा चाहिँ उतादेखि त खानाहरू आएको है. हामी त बिहानदेखि पनि खाएको थिएनौँ. त्यो उता जाने भनेर हतार गर्दा फेरि खाजा खानु पनि पाएनौँ. अनि यति भोक लाग्थ्यो है. त्यसपछि त हामी त खाना एकदम स्टार्ट गऱ्यौँ. मजाले इन्जोय गर्दै खायौँ. खाना चाहिँ धमाधम ल्याइदिइरहनु भएको थियो. यस्तो मिठो जस्तो भने त्यस्तै स्पाइसी खानाहरू. अनि नाइटमा चाहिँ हामी यसरी रेडी भएर, हाम्रो ड्रिम थियो कि यसरी रेडी भएर भिडियो गराउने, इन्जोय गर्ने. साइडमा चाहिँ फायर परिरहेको थियो अनि हामी चाहिँ यता रोमान्टिक पारामा है इन्जोय गरिरहेको. हाम्रो आफ्नै ताल. अनि यसरी रोमान्टिक पारामा चाहिँ उहाँ आएर सरप्राइज पनि दिइरहनु भएको थियो बिचमा. अनि यो ठाउँ यस्तो छ है त, म पहिला आएको भनेर चाहिँ आफू आउनुभएको रहेछ. अनि मलाई पनि लिएर जानुभएको, एकदम खुसी लाग्यो. अनि कस्तो राम्रो इन्भाइरोमेन्ट. अब लेडिज मान्छे है भिडियो नबनाइ बस्न त नसक्ने. यसरी भिडियोहरू पनि सानो सानो क्लिपहरू लिइरहेको थिएँ मैले. कस्तो रमाइलो लाग्यो. भ्यू कति राम्रो देखेको उता बाटोतिर. अनि यो लाइटिङहरू कति राम्रो. पतिदेव के गर्नुभएको? मेरो पतिदेवले चाहिँ यता बार्बिक्यू गरिरहनु थियो. अप्सन थियो बार्बिक्यू गरेर ल्याइदिनु कि आफै गर्नुहुन्छ भनेर त्यहाँको स्टाफले सोध्नुभएको थियो. अब इन्जोय गर्न, टाइम स्पेन्ड गर्न गएपछि त आफै गर्ने भनेर चाहिँ हामीले आएको पनि तापिरहेको थियौँ. अनि आफै बार्बिक्यू गऱ्यौँ. यता फेरि मेरो हस्बेन्डको छुट्टै प्लान रहेछ, क्यान्डल लाइट डिनर. मैले एकचोटि कुरा गरेको थिएँ, त्यो मेरो विस पुरा गर्नलाई चाहिँ उहाँले यसरी लिएर आउनुभएको. अनि ठुलो एकदम डेकोरेसन धेरै त थिएन, जस्ट मलाई खुसी पार्न चाहिँ सानो डेकोरेसन गर्नुभएको थियो. अनि जस्ट फिल गराउनलाई क्यान्डल लाइट डिनर भनेर बुढाबुढीलाई उहाँले चाहिँ यस्तो इन्भाइरोमेन्ट रेडी गर्नुभएको रहेछ.
मेरो खुसीको लागि मेरो हरेक इच्छाहरूलाई सानो सानो अब ठुल्ठुलो इच्छाहरू त पुरा गर्न सकिनँ हामीले होइन, तर सानो सानो इच्छाहरूलाई चाहिँ पुरा गरिदिने कोसिस गर्नुहुन्छ। उहाँले बुझ्नुहुन्छ मलाई, मैले केही कुराहरू भन्यो भने चाहिँ मनमा राख्नुहुन्छ अनि त्यसपछि बुढीलाई चाहिँ खुसी बनाऊँ भनेर चाहिँ कोसिस गर्नुहुन्छ, एफर्ट एकदम लाउनुहुन्छ। यो कुराहरू चाहिँ मलाई एकदम मनपर्छ। अब हामी बुढाबुढीले हार्ड ड्रिङ्क्स चाहिँ खाँदैनौँ, अब हामीले खाने भनेको त्यो सफ्ट ड्रिङ्क्सहरू हो। त्यही भएर चाहिँ हामीले अब कोक खायौँ होइन। अनि रोमान्टिक पारामा चाहिँ उहाँले मलाई फुल दिनुभयो। कस्तो रोमान्टिक फिल भइरहेको कि फिल्ममा जस्तै। हातमा किस गर्न पनि जानुभयो रहेछ अझै। उहाँभित्र चाहिँ जे होस् ट्यालेन्ट लुकिएको छ, बुढीलाई खुसी पार्न जानुभएको छ होइन, रोमान्टिक हुनुहुन्छ। डिनरमा थियो लोकल कुखुराको झोल, खाना एकदम मिठो थियो। खाएर हामी सुत्यौँ। नेक्स्ट डे उठेर बाहिर हेरेको त भ्युज, ओ माई गड, यस्तो राम्रो चिसो हावा लागेको। बाल्कनीमा बसेर चाहिँ यसरी भ्युज हेर्न अनि खान, हाम्रो चाहिँ नास्ता आइसकेको थियो। उहाँले चाहिँ खाना सुरु गरिसक्नुभयो अनि मैले नि चिया खाएँ भ्युज हेर्दै। कस्तो रमाइलो फिल भइरहेको थियो। हामी एकछिन चाहिँ मर्निङ भ्युज इन्जोय गऱ्यौँ, एकछिन बस्यौँ र अब घरतिर त जानै पर्यो। एकछिन त्यही टाइम बिताएर घरतिर गयौँ, तर हिँड्नै मन लागेको थिएन।